विशेष म चाहिँ अब महोत्सवको गेटमा आइसकेको छु गाइजहरू देख्न सक्नुहुन्छ है त। अब चाहिँ म इन्ट्री हुँदैछु। फाइनली गाइज दिस इज अ ब्रिज एन्ड आई फिल डु यु नो। फाइनली गाइज वेलकम ब्याक माई अनदर भिडियो। के छ खबर सन्चो अनि आरामै हुनुहुन्छ? आई होप तपाईँहरू पनि एकदम सन्चो हुनुहुन्छ भन्ने आशा लिएको छु। म अहिले चाहिँ स्पेसल्ली ट्याक्कै घोराइको महोत्सवमा आइसकेको छु। देख्न सक्नुहुन्छ ब्याकग्राउन्ड पछाडिको ट्याक्कै भित्र छिरिसकेको छु। यो चाहिँ रेडी भइसकेको छैन होइन, देख्न सक्नुहुन्छ यो रेडी भइसकेको छैन, यो बन्दै रहेछ भर्खर। आज चाहिँ 2026 जनवरी आज कति हो यार थाहा भएन। जे पनि यो 25 गतेबाट लाग्दैछ होइन। 25 गतेमा इन्ट्री भएको छु। यो भिडियो चाहिँ भोलि आउँछ। अन्तिमसम्म हेर्नु होला। यहाँका ब्याकग्राउन्ड र यहाँका कलाकारहरू को आउँदैछन् म यसो हजुरहरूलाई इन्फर्म गर्नेछु र सो गर्नेछु। अन्तिमसम्म हेरेर सपोर्ट गर्नु होला है त। कस्तो लाग्छ सो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू गाइज। देख्न सक्नुहुन्छ गाइज यो चाहिँ फाइनली माघे सङ्क्रान्तिको मेला महोत्सव हो। यो चाहिँ फर्स्ट डे भएको कारणले चाहिँ त्यस्तो मान्छेहरू चाहिँ त्यस्तो छैन होइन। 2-4 जना छ। भित्र चाहिँ सायद धेरै हल्लाहरू आइरहेको छ। भित्र चाहिँ हुनसक्छ। देख्न सक्नुहुन्छ। अन्त्यसम्म म यहाँको भ्यू एन्ड ब्याकग्राउन्ड देखाउने छु तपाईँहरूको माझमा, हेर्न सक्नुहुन्छ है त त्यही हो गाइजहरू। अब भोलिबार चाहिँ धमाधम चल्छ होला। र आज चाहिँ फ्री टिकट पनि छ है। तपाईँहरूलाई यो पनि जानकारी गर्न चाहन्छु। 25 गते चाहिँ फ्री टिकट छ। देख्न चाहन्छ यहाँ चाहिँ व्यापार हुँदैछ। बिस्तारै सेटअप भइरहेछ। देख्न सक्नुहुन्छ। यहाँबाट घुमेर मजा घुमिरहेको छु। पुरा फनी घुमिरहेको छु। देख्न सक्नुहुन्छ यो गाइजहरू। अब यहाँका भ्यूहरू कस्तो हुन्छ अन्तिमसम्म हेर्नु ल। अलि गाइज म चाहिँ फिल्ममा आइसकेको छु। देख्न सक्नुहुन्छ है। यो चाहिँ रेडी भएको छैन। हाम्रो मिस्त्रीले बनाउँदै हुनुहुँदो रहेछ। किनबाट यति ढिला गरेको थाहा भएन। अरे यो चाहिँ बन्दै रहेछ भर्खर। भोलिबाट चाहिँ सायद स्टार्ट हुन्छ होला। त्यही अन्तिमसम्म हेर्नु। म चाहिँ ठ्याक्क आइफिल टावरदेखि अलि साइडमा छु। म चाहिँ अब आइफिल अनि ब्रिजहरू जलपरीहरू पनि अलि कता छ म यसो देखाउँछु तपाईँहरूलाई। अन्तिमसम्म हेर्नु होला। देख्न सक्नुहुन्छ है। आज यो चाहिँ 2082 अनि पुसको 25 गतेको मेला हो है गाइजहरू। फर्स्ट सामानहरू ढमाढम बनिरहेको रहेछ। यो चाहिँ मेन गेट। यहाँ चाहिँ आइफिल र ब्रिज बन्दैछ अरे। रेको कुरा सुनेको मैले चाहिँ कन्फर्मली थाहा छैन होइन। त्यहाँबाट चाहिँ यस्तो बवाल भ्यू छ कि हेर्न सक्नुहुन्छ। ओइ सुन्न यार खतरा हिमाल रहेछ नि यता त। ओ यार अरे कोही पनि छैन त्यहाँ। म चाहिँ अब ठ्याक्कै व्यापार गर्ने स्टलमा आइसकेको छु। इन्ट्री भइसकेको छु यो फिल्डमा। अब चाहिँ मेरो उता टायर हुनुहुन्छ होइन, त्यहाँ जाँदैछु। अनि त्यसपछि स्टेजमा जाँदैछु। स्टेज पनि यसो हजुरलाई सो गरौँ न होइन। उखुबारी मेला चाहिँ बवाल पऱ्यो है आज। फर्स्ट दिनमा पनि डर पऱ्यो है। मान्छे डर्नु छ। कलाकारहरू त आउने त्यस्तै हो। अब आज चाहिँ यसो फ्रीको टिकट घुम्ने अनि त्यसपछि फर्किने हो। सबजनाको इन्ट्रेस्ट नै त्यही हो। फ्री टिकटमा जो पनि खिचिहाल्छ घुसिहाल्छ। त्यो भएर आदिमा मान्छेको जन्मेछन्। हेर्न सक्नुहुन्छ है। म चाहिँ फाइनल्ली स्टेजमा आइसकेको छु। हेर्न सक्नुहुन्छ मान्छे एकदम अब जस मगरहरूको विशेष मेला भएको कारणले चाहिँ मगरहरूले चाहिँ सो गर्दैछन्। गौरी माडल छ है। नेपालको लागि बस्नुभएका सम्पूर्ण नेपाली साथीहरूलाई पनि धेरै धन्यवाद छ। तपाईँहरूको व्यापार सबैजनाको सोचेको जस्तै होस् भनेर हामी कामना गर्न चाहन्छौँ। र केही समयपछि हामी पालो झाँकी प्रदर्शन हुनेछ र सबै नाचको पनि यहाँ प्रदर्शन हुनेछ। विभिन्न झाँकीहरूका पनि पालो हामी प्रदर्शन गर्नेछौँ। र केही समयपछि हाम्रा लुम्बिनी प्रदेशका मन्त्रीज्यू आउनुभयो भने हामी कार्यक्रम उद्घाटन गर्नेछौँ। र कार्यक्रमको सुरुवात हामी कार्यक्रम औपचारिक रूपमा सुरुवात गर्न गएका छौँ। सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू कार्यक्रम सुरुवात गर्न गइरहेका छौँ हामी। स्टेजमै छु क्या होइन। स्टेजमा छु। लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। त्यसै गरी नेपाल मगर सङ्घ केन्द्रीय
सदस्य शारदापुन मगरज्यूलाई पनि अतिथि आसनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र त्यसै गरी नेपाल मगर सन्तान पूर्व अध्यक्ष सँगै केन्द्रीय सल्लाहकार सदरबहादुर घरती मगरज्यूलाई पनि अतिथि आसनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी नेपाल मगर सङ्घ केन्द्रीय सांस्कृतिक उपमहासचिव प्रेमी बोस घरती मगरज्यूलाई पनि अतिथि आसनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी नेपाली मगरहरूको विशेष नाच चाहिँ मयूर नाच देख्न सक्नुहुन्छ है। खास गरेर यो मयूर नाच हो। मगरहरूको विशेष डान्सहरू चाहिँ एभ्रिबडी गाइजहरू देख्न सक्नुहुन्छ यो नृत्य साङ्गीतिक र डान्स मयूर डान्स मैले तपाईँहरूको माझमा सो गरिसकेको छु। कस्तो लाग्छ प्रतिक्रिया दिन नभन्नु होला कमेन्ट बक्समा। अनि नयाँ साथीहरू हुनुहुन्छ र मेरो भिडियो मार्फत कोही मेला महोत्सव हेर्न चाहनुहुन्छ भने यहीँ घुराएको ट्राफिक चोक्नेर आउन सक्नुहुन्छ। थ्याङ्क यू सो मच एभ्रिबडी। यो अन्तिम चरणमा छु साथीहरू, कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्नु होला। एभ्रिबडी